र नोइस राई अनि सङ्गीता राईको शुभ जन्मदिनमा उहाँहरूको लागि यो हाम्रो टिम मेम्बरहरूले नानीहरूको लागि खाता किताब अनि यो कपी कलम वितरण गरिरहेको छ है। यस्तै प्रकारले बाल आश्रममा टिकटकबाट पाल्नुहुने घुमन्ते ग्रुप हेल्पिङ माई फ्रेन्ड भन्ने ग्रुप आउनु भएको छ। उहाँहरूले धेरै असहाय अनाथ र वृद्धहरूको सेवा गर्दै आउनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। आज पर्न गएको जन्मदिन भाइ नोएस राई र सङ्गीता बहिनीलाई जन्मदिनको शुभ अवसरमा हामीलाई यस आश्रममा कपी किताब, स्कुल जाने ब्याग र खानाको व्यवस्था यहाँहरूबाट उपलब्ध भएको छ। यहाँहरूको ग्रुपबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद। नमस्कार सम्पूर्णमा। विशेष गरेर चाहिँ हामी यहाँनिर अनाथ आश्रममा आएको छौँ र विशेष गरेर हामी यहाँ किन आएको छौँ भन्दाखेरि चाहिँ हाम्रो घुमन्ते ग्रुपका दुईजना होनहार व्यक्ति श्री नोइस राई अनि हाम्रो सङ्गीता राईको जन्मदिन पर्नु गएको कारणले गर्दाखेरि उहाँहरूको जन्म शुभ अवसरमा हामीले यी अनाथ आश्रममा मसिना नानीहरूको लागि केही कपी कलम खानापिनाको व्यवस्था गरेको छौँ र हामी यहाँनिर अहिले भर्खरै हामी यहाँ अनाथ आश्रमभित्र आइसकेका छौँ र अब हामी केही क्षणमा उहाँहरूलाई वितरण गर्नेछौँ। खानापछि हामी कपी कलम छ है, अनि यहाँ ब्यागहरू पनि छ, अनि हामी यो पनि वितरण गर्नेछौँ। र दुवैजना नोइस सर हाम्रो घुमन्ते ग्रुपका सचिव हुनुहुन्छ, साथसाथै हाम्रो पुरानो साथी पुरानो टिम मेम्बर सङ्गीता राई, तपाईँहरूले पनि हेर्नु हुँदैछ भने तपाईँहरूको जन्मदिनमा यो शुभ अवसर पारेर यो हामीले कामहरू गरिराखेका छौँ र तपाईँहरूलाई पनि हामी प्रत्यक्ष रूपमा देखाउनेछौँ। हामीसँग यहाँनिर खानापिनाको व्यवस्था भइसकेको छ। अघि नै हामीले खानापिनाको व्यवस्था गरिसकेका छौँ। साथसाथै 28 जना नानीहरू रहेछ यहाँ बाल आश्रममा है। यहाँनिर हामी कपी कलम ल्याइसकेका छौँ। मेनुको म्याम, हजुरलाई नमस्कार भन्न चाहन्छु। यो हाम्रो एउटा सानो घुमन्ते च्यारिटी ग्रुप छ है। यसले चाहिँ यस्तै कामहरू गर्दै आएको र आजको दिनमा हाम्रो दुईजना टिम मेम्बरको जन्मदिन भएको शुभ अवसरमा चाहिँ श्री नोइस राई अनि सङ्गीता राईको जन्मदिनको शुभ अवसरमा चाहिँ यो हामी वितरण गरिरहेका छौँ। यो ग्रहण गरी यी हाम्रो प्यारा बालबालिकालाई वितरण गरिदिनु हुन पनि हामी अनुरोध गर्छौँ र यसपछि हामी खानापिनाको पनि व्यवस्था गरेका छौँ। यो पनि हामी तपाईँहरूलाई नानीहरूलाई खिलाउनेछौँ भन्न चाहन्छु। घुमन्ते ग्रुप हेल्पिङ माई फ्रेन्ड भन्ने ग्रुप आउनु भएको छ। उहाँहरूले धेरै असहाय अनाथ र वृद्धहरूको सेवा गर्दै आउनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद। टिकटक भन्ने बित्तिकै हामीले बुझेको छौँ एउटा मनोरञ्जनको साधन हो भन्ने, र सञ्चार माध्यमबाट हामीले हातमा लिएपछि यो संसारको कुराहरू हेर्न पाइन्छ। यसले गर्दाखेरि यहाँहरूको सञ्चार माध्यम जहिले पनि प्रगति र उन्नतिको बाटोमा जाओस् र राम्रा कुराहरू लिएर जानुहोस्, मान्छेलाई फलदायी होस् र समाजमा अपच नहुने कुराहरू मात्रै होस्, अनपच हुने कुराहरू नहोस्, सकारात्मक सोच लिएर जानुहोस्। यस सोचले गर्दाखेरि तपाईँहरूको यस फलोहरू बढेर जाउन् र लाइफ पनि बढेर जाओस् भन्दै आज पर्न गएको जन्मदिन भाइ नोएस राई र सङ्गीता बहिनीलाई जन्मदिनको शुभ अवसरमा हामीलाई यस आश्रममा कपी किताब, स्कुल जाने ब्याग र खानाको व्यवस्था यहाँहरूबाट उपलब्ध भएको छ। यहाँहरूको ग्रुपबाट तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र जन्मदिनको उपलक्ष्यमा यहाँहरूलाई उत्तर प्रगतिको कामना दिने हातहरू सधैँ यसरी अघि बढिरहन्, हाम्रा लिने हातहरू जहिले पनि तल परिरहन्। शुभ आशीर्वाद र यस्तै गरेर जहिले पनि यहाँहरूले असहाय अनाथ वृद्ध र बाटोमा कोही पनि अलपत्र परेका र अथवा घरैभित्र पनि एकदमै आफूलाई असहन व्यथामा महसुस भएका व्यक्तिहरूलाई मलमपट्टि लाउनु हुने काम गर्नुहुन्छ भन्ने आशा राख्दै म यस अनाथ बाल वृद्ध आश्रमको कावा अध्यक्ष मेनुका बुढाथोकी सधैँभरि यस सञ्चालक समितिको तर्फबाट र हाम्रो नानी बाबुहरूको तर्फबाट यहाँहरू सबैलाई यस ग्रुपलाई नै धन्यवाद दिँदै आशीर्वाद दिँदै यहाँबाट बिदा हुन्छु। हवस् त, धन्यवाद। र नोइस राई अनि सङ्गीता राईको शुभ जन्मदिनमा उहाँहरूको लागि यो हाम्रो टिम मेम्बरहरूले नानीहरूको लागि खाता किताब अनि यो कपी कलम वितरण गरिरहेको छ है। यस्तै प्रकारले ह्याप्पी बर्थडे अनि तपाईँ अर्को दिनु न बच्चालाई।
ल तपाईँहरू पनि उयो यहाँनिर नानी भएको किताब पक्रिदिनु तपाईँ उयो पक्रिदिनु भिडियो पक्रिदिनु नानी नानी तिमी पनि आऊ के अब आन्टी त्यहाँ बस्दैन एकछिन बस्नु ल त अब भिडियो गर्नु यता फर्क न यता यता फर्क ल ल अब तिमी उयो दियो